र यो मेरो 12औं कार्यक्रम हो। मैले विराटनगरमा कार्यक्रम गरेर सरलाई आफ्नो क्षेत्र आउँदै गर्दा बाटोमा साथीहरूसँग भेटघाट गरेर चिया खाँदै जान्छु, केही कुराहरू सुन्छु सोध्छु भन्ने सोचाइ राखेर कार्यक्रम बनाएको। तर सुनसरी सप्तरी सिरातिर मिल्छु मिल्दैन थाहा छैन। साथीहरूले बाहिर स्टेज बनाएर माइक राखेर भाषण भूषणको ठुल्ठुलो कार्यक्रम आयोजना गर्नु, त्यो बाहिर ओर्लेर स्टेजसम्म जाने आयोजनका लागि त्यो गरेर यहाँसम्म आइपुगेर एकदम ढिलो भयो। म तपाईँसँग माफी चाहन्छु। राति भइसकेको छ। मैले आज धेरै कुरा भन्ने कुरा मैले पनि उपयुक्त गरेँ। सबैलाई अब म यही छु, मैले यहाँको कार्यक्रमहरूमा सहभागी हुनु नै छ, हुनै आउँछु सबैको सबै क्षेत्रहरूमा। खालि एउटा दुईवटा कुराहरू मात्र राख्छु जसमा तपाईँहरूले सुनिदिनुपर्ने छ। यो फागुनको चुनाव अप्रत्याशित रूपमा आएको चुनाव छ। यो चुनाव भाद्र 23 र 24सँग जोडिएको छ। 23 र 24को घटनाको बारेमा छानबिन गरिरहेको छ। त्यो छानबिन गर्ने समितिले अनावश्यक ढिला सृष्टि गरिरहेको छ। मैले आज काङ्ग्रेसको तर्फबाट सरकारलाई अपिल पनि गरेको छु, ध्यानाकर्षण पनि गराएको छु। त्यो छानबिनको अनुसन्धान गरिरहेको समितिको रिपोर्ट चाँडोभन्दा चाँडो सार्वजनिक हुनुपर्छ। गोली हान्नेमा पनि कसैको गल्ती छ भने त्यो पनि देश र जनताले थाहा पाउनुपर्छ। सिंहदरबार जलाउने को भन्ने पनि थाहा पाउनुपर्छ। त्यसपछि बल्ल अनि त्यहाँबाट हामीहरू 23 गतेको कुरा पनि गलतलाई गलत भनिरहेका छौँ, 24 गतेको कुरा पनि गलतलाई गलत भनिरहेका छौँ र आफ्नो गल्तीको भाग त्यसको जिम्मेवार लिन पनि तयार छौँ। हामीले यो घटनालाई कसरी बुझौँ भने युवाहरू रिसाएर सडकमा आए। किन रिसायो भन्दा व्यथिति भएकोले रिसायो। अब एक थरीले के भनिरहेको छ कि युवा आएकै होइन, सबै प्रायोजित हो, ती भाडामा ल्याइएका हुन्। एक थरीको यो कुरा छ। एक थरी के गरिरहेको छ भने युवाहरू आएको यही मौका हो, यही मौकामा मैले चाहिँ छोप्नुपर्छ भनेर यही बेलामा पार्टी पनि खोलिएको छ, कोही मन्त्री बन्देका छन्, कोही प्रधानमन्त्री बन्दैछन्, सबै कुरा खोलेको छ। यही मौका हो। हामी के भनेर जान्छौँ त नागरिकको बिचमा? तपाईँहरू आफै नेता हुनुहुन्छ, मैले तपाईँहरूलाई मेरो कुरा सुनाउने होइन, तपाईँले गएर सुनाउनु। हामीले नागरिकको बिचमा गएर के भन्यो भने काङ्ग्रेस यो दुईटै क्याटेगोरीमा पर्दैन। नेपाली कङ्ग्रेस पार्टीले इन्कार पनि गर्दैन, नेपाली कङ्ग्रेस पार्टीले यसको दुरुपयोग पनि गर्दैन। नेपाली कङ्ग्रेस पार्टीले यसलाई सम्हाल्छ। अहिले सम्हाल्ने शक्ति चाहिएको छ। हिजो त्यत्रो मधेस आन्दोलन भयो, आन्दोलन त मधेसको पार्टीले सुरुवात गर्यो। सम्हाल्न को चाहियो? काङ्ग्रेस चाहियो। त्यत्रो जनजातिको आन्दोलन को चाहियो? काङ्ग्रेस चाहियो। त्यत्रो माओवादीले आन्दोलन गरे को चाहियो सम्हाल्न? काङ्ग्रेस चाहियो। अहिले पनि युवाको आन्दोलन हो। अब आन्दोलन सक्यो, उसले माग राख्यो, कुशासन भयो, करप्सन अन्त गरेर भन्यो, अब सम्हाल्नु पर्नेछ। यो सम्हाल्ने जिम्मेवारीमा चाहिँ फागुन 21 गतेपछि काङ्ग्रेस आयो भने सम्हालिन्छ, अर्को कुनै शक्ति आएर सम्हालिँदैन। कारण एउटा शक्तिले फागुन 21 गतेबाट जितेर आयो भने उसले के भन्छ भने भदौ 23 गते केही भएकै थिएन, भदौ 23 गते 24 गते सबै प्रायोजित थियो भन्छ। त्यसले नेपाल अर्को द्वन्द्वमा लिएर जान्छ। एउटा अर्को शक्ति आयो भने के भन्छ फेरि भने भदौ 23 गतेभन्दा अगाडिका नेपालका सबै पार्टी नेता सबै खराब हो, म मात्रै असल, यो देशमा पुराना सबै खराब हुन् भन्छ। त्यसले अर्को द्वन्द्वमा लिएर जान्छ। यो काङ्ग्रेस पार्टी हो, यो पुरानो पनि नयाँ, यो पुरानो पार्टी नेपालको पुरानो भएकोमा गौरव गर्छ। पुरानो सबै विरासतमा लिएर आएको छ। यति धेरै सङ्घर्षको कथाहरू छ, सबैलाई सम्हाल्छ यसले। तर नेपालको आजको दिनको माघ 1 गते अधिवेशन गरेर आफ्नो नेतृत्व परिवर्तन गरेर आएको सबैभन्दा नयाँ पार्टी पनि यही हो। तर कसैले पनि तपाईँहरू भोट माग्न जाने गर्दा यो पटक पुरानोलाई हालिदिन, नयाँलाई हाल्छु भने एकछिन बस्नुहोस्, अडिनुहोस्। त्यो सामाजिक सञ्जाल गरेर ठ्यास्सै एक लाइन लेख्नु, घर जानुपर्छ, बात मार्नुपर्छ, कुरा गर्नुपर्छ, उसलाई बुझाउनुपर्छ। यो देशमा सबैभन्दा नयाँ शक्ति भनेको काङ्ग्रेस हो। पुरानो र नयाँको परिभाषा के हो? बुढो हुनु साथै पुरानो, पुरानो हुनु साथै खराब हुने भने घरको बाआमा सबै खराब भयो। भगवान् खराब हो, मन्त्री खराब हो, यो देशको एकीकरण गर्ने पृथ्वीनारायण शाह खराब हो, सबै खराब भयो त।
नयाँ मात्र असो, नयाँ र पुरानो परिभाषा त्यो कुरा नयाँ हो जसले आफूभित्र नयाँ कुरा खोजेर आफूलाई नवीकरण गरिरहेको छ। काङ्ग्रेस पुरानो 30 वर्ष सङ्घर्ष गरे पञ्चायतसँग, तर अहिले पछिल्लो समय के हो, सङ्घर्षको ती दिनहरू बिर्सेर हामी सत्तासँग टाँसिन थाल्यौँ। अब के हो त नयाँ भनेको सत्तासँग टाँसिने त्यो गलत कुरालाई छाडेर हिजो पुरानो सङ्घर्ष गरेको कुरालाई सम्झने कुरा नयाँ हो। हामी त्यही गरेको होइन। 165 निर्वाचन क्षेत्रमा उम्मेदवार बनाउँदै गर्दा मैले कहीँ पनि हिसाब किताब गरेको होइन, जित्छ कि हाल्छ। काङ्ग्रेसले 165मै उम्मेदवार बनाउने कुरा किन आवश्यक छ? किनकि चुनाव भन्दा अगाडि मिलेर चुनाव लड्ने कुराले नेपालको राजनीतिलाई विकृत बनायो। सरकार नबने भन्दा चुनाव हारिएला, तर राजनीतिलाई शुद्ध बनाउनुपर्छ भनेर सानो बरु सुरुवात गरियो नि त। अब 330 प्रदेशमा काङ्ग्रेसको साथीबाट चुनाव लड्छ। अब अस्ति वासुदेवको टिकट आयो कि आएन भनेर मैले यसो व्हाट्सएपमा लुकाएर पठाउनु पर्दैन। मजाले आनन्दले बस्नुहुन्छ। अब कहीँ जानु पर्दैन, किनकि अब यो राजनीतिलाई शुद्ध बनाउने खेल हो नि त। यो सुरु भयो सानो कुराबाट सुरुवात गर्ने, हामी सुरुवात गऱ्यौँ। त्यसैले मैले तपाईँलाई आग्रह गर्ने कुरा तल गएर बताउनु र हामी हिजोको आधारमा भोट माग्दैनौँ। चाहिएको छ कि हिजो गरेको कुरामा हिजै पाइयो त भोट। 15 सालमा राम्रो काम गरिएको थियो भनेर अहिले आएर भोट मागेर हुन्छ? अब 82 सालमा गर्छ। र प्रत्येक कुरामा के गर्ने हो भन्ने बारेमा 7 वर्षदेखि काम गरेको छु मैले। प्रेजेन्ट गभर्मेन्ट भनेर कुनै दिन सरकारमा पुग्ने हो, चलाउने हो, काङ्ग्रेसको सरकार चलाउन पाउँदै गर्दा के गर्ने भनेर हामी बसेर काम गरेका छौँ। बाटो समयमा बन्दैन सबैले भन्छ, तर बाटो समयमा कसरी बनाउने भन्ने कुराको उपचार खोजेर आएका छौँ। केटीकेटीले काम पाएन सबैले भन्छ, तर रोजगारी दिने अवसर सृजना कसरी गर्ने होला? रोजगारी दिने अवसर कसैले चोकै गर्दा आउने हो? नेपालमा रोजगारी सृजना हुनका लागि र सानो कुरा हुन्छ। कुनै पनि लगानीकर्ताले दक्षिण एसियामा लगानी गर्न आयो भने त्यसले सबैभन्दा अन्तिममा सम्झिने देश हो नेपाल। अफगानिस्तान एउटा सम्झिने युद्ध भएको आउँछ। किन आउँदैन? नेपालमा दर्जनौं कानुन यस्तो छ जुन कानुनको कारणले गर्दा कोही लगानी गर्छ, सबै लगानी गर्दा लगानी गर्न मान्छे किन जान्छ? नाफा खोज्न जान्छ। तर नेपाल यस्तो देश हो जहाँ लगानी गर्न बोलाइन्छ, नाफा लिएर जाने बेलामा भाटा हानेर त्यसलाई त नाफा लान्छ भनेर एयरपोर्टमा गएर भाटा हानेर को आउँछ? कोही आउँदैन। अब त्यो लगानी गर्ने कानुनको गाँठो नपुगेको लगानी आउँदैन, लगानी नआइकन उद्योग खुल्दैन, उद्योग नखोलिकन रोजगारी सृजना हुँदैन भने मैले यहाँ आएर चर्को भाषण गरेर म स्टिकर टाँसेर बाहिरबाट मान्छे ल्याउँछु भने कोही फर्किँदैन। 5 लाख मान्छेलाई रोजगारी दिनुपर्छ, 50,000 मान्छेले मात्र नेपालमा काम पाउँछ। 4.5 लाख रोजगारी छैन। त्यो रोजगारी सृजना गर्नको लागि कहाँ कहाँ गाँठो परेको छ, कुन कुन खोल्ने होला, सबै तयारी गरेका छन्। यो काम गर्न चाहन्छ, तर यो काम गर्नको लागि काङ्ग्रेसको सरकार बन्नुपर्छ। त्यो काङ्ग्रेसको सरकारले 5 वर्ष यो पटक कोही मान्छेलाई थकाउँदैन, कोही मान्छेलाई पछुतो हुने अवस्था हुन दिन्न। त्यो जिम्मा लिएर तपाईँले घर घर गएर कुरा गर्नुपर्ने छ। तर यो गर्नको लागि मैले एक्लै सक्दिनँ, मलाई टिम चाहिन्छ। समुदाय श्रेष्ठ उम्मेदवार भएर आउनुभएको छ, उहाँ उम्मेदवार होइन, म उम्मेदवार। यो तपाईँले ठानिदिनुपर्छ। तर घर घरमा गएर बताइदिनुपर्छ, गाउँमा भनिदिनुपर्छ। काङ्ग्रेस पार्टी आज जोसका साथ आएका छ, तर होस पनि राखेर आएको छ। योसँग उत्साह छ, तर योसँग अनुभव पनि छ। अनुभव पनि चाहिन्छ, सुझबुझ पनि चाहिन्छ। देश चलाउन सजिलो छैन। छिमेकका ठुल्ठुला देशहरूका बिचमा यसलाई मिलाएर चलाउनु पनि पर्नेछ। जोरुको बिहान उठेर एउटा देशलाई त फटा भनेर भन्न बडो सजिलो हुन्छ, सम्बन्ध मिलाएर लिएर जान बडो गाह्रो हुन्छ। आज देशलाई के चाहिएको? यो देश सम्हाल्नु पनि छ, तर देश बदल्नु पनि छ। काङ्ग्रेसले देशलाई सम्हाल्छ पनि बदल्छ पनि, यो विश्वास तपाईँले बुझाउनु पर्नेछ। नयाँ पार्टीलाई भेटाउँछु भन्नेलाई गएर पनि भन्नुहोस्। यो तथाकथित मधेसवादी पार्टी भन्ने पार्टीलाई पनि भन्नुहोस्। के भन्नुहोस् भने मधेसका मुद्दाहरू छन्, यहाँको अल्पसङ्ख्यकको मुद्दा छ, बसाइ सराइ गरेर आएको मानिसहरूको मुद्दा छ, यहीँको मधेसी समुदायको मुद्दा छ, राजनीतिक मुद्दा छ, आर्थिक मुद्दा छ, विकासको मुद्दा छ, सिँचाइको मुद्दा छ, खेतीको मुद्दा छ, बाटोको मुद्दा छ, पुलको मुद्दा छ, स्वास्थ्यको मुद्दा छ, शिक्षाको मुद्दा छ। यो मुद्दा अब काठमाडौँमा गएर प्रत्येकचोटि मधेसको नाममा पार्टी खोलेको छ, आएको छ, पार्टी बदलेको छ, यताबाट उता गएको छ। यहाँ त्यसो हेर्छु सरलाई हो, त्यही मान्छे अघिल्लोपल्ट एउटा पार्टी बस्छ, अहिले आयो रातारात नयाँ भयो, रातारात भइदिएको छ, चलेकै छ धन्दा। तर तपाईँले अब गएर बताउनुपर्छ, म काङ्ग्रेसको सभापति काठमाडौँको सजिलो ठाउँ छोडेर, मेरो सजिलो क्षेत्र छोडेर
म जोखिम उठाएर तर साथीहरूको भरोसा गरेर सरलाई आएको छु। त्यसको लागि 5 वर्ष काङ्ग्रेसको नेतृत्वमा अब काठमाडौँमा मधेसको कुरा हुन्छ। कुरा मात्र हुँदैन, मधेसको मुद्दाको सम्बोधन पनि हुन्छ। अब मधेसको सबैभन्दा ठुलो पार्टी काङ्ग्रेस हो। अब मधेसको ठुलो नेता खोज्नको लागि दशसभा लोकसभा राष्ट्रसभा कहाँ जानु पर्दैन, काङ्ग्रेसमा। अब मधेसको नेताहरूको बैठक भनेर बस्दै गर्दा यसो आँखा चिन्नु सम्झाउनुहोस् त। अब मधेसबाट प्रतिनिधित्व गर्ने नेताको बैठक भनेर बस्दै गर्दा त्यो कोठामा सबभन्दा ठुलो पार्टी पनि हुन्छ, काङ्ग्रेसै होला नि त। काङ्ग्रेसको सभापति त्यहाँ बसिसकेपछि त बाँकीको साथीहरूको वरिपरि बस्दै त होला नि, हामी हुन्छ होला नि त। त्यस कारणले गर्दा यो कुरा पनि तपाईँले घर लिएर जानुपर्नेछ। हामी अधिवेशनबाट आएका छौँ, यसको चर्चा पनि नगर्नु होला, सक्यो। एउटा परिस्थिति थियो, पार्टीमा आवश्यक थियो, हामी गयौँ, एउटा परिवर्तन भएर आयो, सबै साथीहरूले स्वीकार्नु भएको छ। अब यसका बारेमा धेरै गन्थन मन्थन गर्ने कुराको छैन। पार्टीलाई एक ठिक्का बनाएर लिएर जानु। म पार्टी सभापति छु, चुनावपछि पनि पार्टी सभापति मै हो, कोही कसैको अलमल नराख्नु होला। मैले समान लिएको तपाईँहरू सबैको साथ गरेर मैले सबै साथीलाई मैले मिलाएर लिएर जान्छु। यो त्यो नबनिकन लिएर जान्छु। हिजोका सबै कुरा मैले पनि बिर्सन्छु, मेरो बारेमा पनि बिर्सनु होला। मैले सबै साथीहरूलाई समेटेर लिएर जान्छु। आजको दिनमा मैले जम्मा एउटै कुराको अनुरोध गर्ने, बाँकी रहेको कुरा साथीहरू चिन्तै नगर्नुहोस्। यति धेरै ठाउँ छ काङ्ग्रेसमा, बाहिरको साथी त काङ्ग्रेसमा लिएर आउनु पर्नेछ। हिजो काङ्ग्रेस छोडेर गएको साथी चाहिँ लिएर आउनु पर्नेछ। यहाँभित्र गएको साथी चाहिँ मिलाइहालिन्छ नि। फेरि आइहाल्छ चुनाव, प्रदेशको चुनाव आइहाल्छ, लोकल चुनाव आइहाल्छ। जम्मा एउटा कुरामा मात्र मलाई मद्दत चाहिएको छ। यो पटक अरू सबै कुरा मलाई स्वीकार्य छ। एउटा कुरा तलमाथि कसैले नगरिदिनु होला। को उम्मेदवार छ सक्यो। प्रत्येक उम्मेदवार आजको दिनमा म उम्मेदवार हो, तपाईँले मलाई माया गर्नेले उम्मेदवारलाई जिताएर पठाइदिनुपर्छ। तपाईँले पठाइदिनुपर्छ। एउटा मौकाको नजिक पुगेका छौँ हामी। अलिकति साथीभाइले मेहनत गर्नुभयो भने शानदार ढङ्गले यो देश 5 वर्ष चलाउने मौका काङ्ग्रेसले पाउँदैछ। नजिक पुगेका छौँ र यो पटक देशलाई पनि कहीँ हार्न दिनु, समाजले लिएर जान्छ। यो भरोसा राख्नु पर्नेछ। तपाईँले भरोसा राख्नुभयो भने मलाई के विश्वास छ, तपाईँले घरमा गएर सबलाई भरोसा दिने बनाउनु। अन्त्यमा एउटै कुरा, हाम्रो सबैभन्दा ठुलो ताकत हातमा भएको फोनमा मात्र होइन। हातमा भएको फोन ठिक छ, यो हाम्रो सबैभन्दा ठुलो ताकत भएको हामी फुट सोल्जर छौँ। सँगसँगको ताकत खुट्टामा छ। यो खुट्टाले हिँडेर घर घर पुग्न सकिन्छ। हामी घर पुग्न छोडेर त्यहाँ गएर कुराकानी गर्न छाडेर बिहान बेलुकै खालि त्यसमा लेखेर मात्रै तयार गर्छौँ भनेर भन्यो भने लेखेर लड्ने लडाइँमा अरू धेरै अगाडि बढ्छ। त्यहाँ पनि लड्नुपर्छ, त्यहाँ पनि बोल्नु, त्यहाँ पनि भन्नुपर्छ। तर सङ्गठन भएको ताकतले सामाजिक सञ्जालमा मात्र लडेर चुनाव जित्दैन, त्यसले सङ्गठनैबाट चुनाव जित्छ। जोसँग सङ्गठनको ताकत छैन उसले के गर्छ, उसले दिनमा सामाजिक सञ्जालमा एउटै व्यक्तिले 10वटा कुरा राख्छ अनि तपाईँलाई उत्तेजित बनाउँछ। तपाईँ पनि त्यसमै भेट्न थाल्नुहुन्छ। हेर्दै गर्दा तपाईँलाई 10वटा लाग्छ, वास्तवमा त्यो एउटै हुन्छ। तपाईँ एउटैसँग भिडेको भिडै हुनुहुन्छ। तपाईँ त्यहाँ पनि भिड्नुहोस्, त्यहाँ पनि लेख्नुहोस्। तर सङ्गठनको ताकत भएकोले घर घर जानुहोस्, टोलमा जानुहोस्, त्यहाँ गएर बस्नुहोस्, त्यहाँ गएर भन्नुहोस्, त्यति भयो भने पुग्छ। कसैले तलमाथि गर्न सक्दैन। यही भरोसा राख्छु। फेरि पछि आउँछु, यहीँ छु म त। अब 3 दिन जतिमा क्षेत्रमा बस्छु, त्यसपछि फेरि काठमाडौँ जान्छु। घोषणापत्र सार्वजनिक गर्नु छ। त्यहाँबाट 6 गते हाम्रो भव्य कार्यक्रम छ। जनकपुरको सभालाई अहिलेसम्म ऐतिहासिक सभा बनाउनु पर्छ। त्यो दिन थुप्रै नयाँ कुराहरू तपाईँले त्यो दिन त्यहाँ सुन्नुहुन्छ। थुप्रै नयाँ साथीहरूले त्यो दिन त्यहाँ पार्टी प्रवेश गर्नुहुन्छ। राम्रो तयारी हामीले गरेका छौँ र त्यो सभाबाट यो पटक चाहिँ 6 गते यत्रो सभा गरौँ कि यति ठुलो सन्देश दिउँ कि त्यसपछि 21 गतेसम्म अरू कोही धेरै हामीसँग आएर धेरै चुरीफुरी गर्ने कसैको अवस्था नरहोस्। त्यो अवस्था मेहनत तपाईँले गर्नुहुन्छ भन्ने विश्वास राख्दै र यो क्षेत्रबाट मैले कुन ठाउँमा चुनाव निर्वाचन जित्छ होला भनेर सोचिरहेको क्षेत्रमध्ये राम्रोसँग चुनाव जित्ने क्षेत्र भनेर बनेको क्षेत्र हो। यो एउटा भरोसा राखेर भनेको छु। पार्टीको सबै क्षेत्र सभापतिले हृदयबाट आभार प्रकट गर्छु। मेयर साहबलाई, प्रमोद दाई, विष्णुजी, दीपकजी, सबै साथीहरूलाई मेरो हृदयबाट आभार छ। सबै मिलेर गर्नुभएको छ। दाई हुनुहुन्छ, सबै मिलेर गर्नुभएको छ। अरू साथीभाइ, अरू नेताहरू पनि सबै कोही छुट्नु भएको छ भने सबै साथीहरू अभियानमा यहाँभित्र जोडिनुहोस्। दाइहरूलाई मैले सबैलाई अनुरोध गरेँ। अरू बाँकी रहेको युवा साथीहरू सबैलाई जोडेको बेला सबै साथीहरूलाई कोही हुनुहुन्छ भने अरू बाँकी रहेको साथी नेता सबैलाई जोडेर सभापतिको तर्फबाट तपाईँले गएर अनुरोध पनि गरिदिनु होला कि कहीँ कतै कोहीसँग बसेर कतै ठेस लागेको छ भने म माफी माग्छु, म राख्छु, म पुरा गर्छु, म सम्हाल्छु। तर
यो बेलामा मैले अहिले पनि भने सबै कुरा मान्छु म, गाली गर्नु सुन्छु, आलोचना गर्नु सुन्छु म तपाईँहरू चाहिँ सामान्य मान्छे नै हो, दाजुभाइ हो, सँगैको हो। मलाई त आइज बस भन्न पनि मिल्छ। म त कहाँको सभापति भनेर माथि गरेर राख्नु पर्दैन। म त तपाईँ सँगसँगै बस्नु, सँगै खाने, सँगै हिँड्ने हो। सबै कुरा मान्छु। एउटै कुरा मात्र हो कि मैले उम्मेदवार बनाएर पठाएको मान्छे यो पटक कोही मान्छेले पनि तल माथि व्यक्तिगत कुरा राखेर रूप तलमाथि गर्नुभयो भने त्यति मात्रै हो। यति कुरा राखेँ, यति रात परिसक्यो, 10:30 भयो। मलाई त होला कि बेलामा गएको जस्तो समयको जस्तो याद आयो। यति साथीहरू आइदिनुभयो, यो कुरा पनि ठुलो कुरा हो। सबैलाई धन्यवाद दिन्छु, मेरो कुरा टुङ्ग्याउँछु। धन्यवाद, नमस्कार, जय नेपाल।